साथीहरू, नमस्ते सबैजनालाई। आज म तपाईहरुलाई मेरो प्यारो गाउँ भक्तिपुर देखाउन गइरहेको छु। यो हाम्रो प्यारो गाउँ, हाम्रो जन्मस्थल हो। पहिले त रोड थिएन, अहिले त रोड बनिसकेको छ। भर्खरै पानी परेर होला अलि भिजेको जस्तो देखिरहेको छ रोडहरू। कस्तो लाग्छ कमेन्ट गरिदिनु होला हैन। यस्तै छ गाउँघरको ठाउँ। यो भिडियो कसलाई कहाँ के गरेको याद आयो त्यो पनि तपाईहरुले आफ्नो कमेन्ट बक्समा लेखेर हाल्नु होला। मैले यहाँ सबैको यो उसको घर भनेर भनेको छैन, यो ठाउँहरू देखाइरहेको छु। हामी खेलेको, कुदेको, हिँडेको, बसेको, साथीभाइहरूसँग रमाइलो गरेको ठाउँहरू देखाइरहेको छु। हेर्नु होला कस्तो लाग्छ कमेन्ट गर्नु हैन। म खासै यस्तो भिडियोहरू चाहिँ बनाइरहन्छु गाउँ गएको बेलामा। अस्ति भएर गाउँ गएको थिएँ, यो भिडियो बनाएर हालेको छु। पनि देखाइरहेको छु। यो हाम्रो ठाउँ धेरै नै परिवर्तन भइसकेको छ। हामी हुँदा र अहिलेको समय धेरै परिवर्तन छ। यो ठाउँ त धेरैलाई याद आउँछ होला यो देख्ने बित्तिकै। यहाँ यो पुलमा बसेर कसलाई होला यो फुटबल मैदान। हामी पहिले खेल्नको लागि लाइन बस्नु पर्थ्यो, अहिले खाली छ। यो माथिबाट लिएको भ्यू हेरेर कमेन्ट गरिदिनु होला हैन साथीहरू। ल त धन्यवाद, फेरि भेटौँला।